first tunnel experience. Never have I ever experienced that road in my life. यार सच्ची भने. Good morning सबैजनालाई. हामी हो स्वयम्भू नेपालबाट. अघिदेखि यही चलिरहेछ यो हाम्रो टेक 3-4 भइसक्यो अब चाहिँ. बसन राम्रो भन्नु न. Hi everyone, good morning. नमस्ते. यो चाहिँ हाम्रो अर्को ट्राभल भ्लग हुनेवालामा छ अनि हामी आज जाँदै छौ मनाङ जानेवाला छौँ अब हामी. उ चाहिँ भागिसक्यो. उ चाहिँ त्यति भिडियो फर्स्टको इन्ट्रो बनाएर भागिसक्यो. अनि यो चाहिँ अहिले चाहिँ हामी छौँ स्वयम्भूमा. यो चाहिँ हाम्रो फर्स्ट स्टप भन्दा पनि हुन्छ. हामी ब्रेकफास्ट गर्छौँ. त्यो हुन्छ एज युजुअल आलु रोटी. अनि त्यो खाएर चाहिँ हामी आज जान्छौँ यहाँबाट निस्किने. हाम्रो चाहिँ अलिकति छिटै निस्किने प्लान थियो तर फेरि अलमल भयो. त्यही भएर अब हामी यहाँबाट आलु रोटी खान्छौँ अनि निस्किन्छौँ. म राति कस्तो भयो आयो. रोटी नै खाऊ न के पराठामा चाहिँ खाइदा हाम्रो चाहिँ एकदमै धेरै सामान भयो अनि त्यही भएर हामी चाहिँ अब ब्यागमा यसो एक्सचेन्ज गर्नेवालामा छौँ सामान. यति धेरै ब्याग छ. 1 2 3 4 साइड ब्याग. अर्को पनि साइड ब्याग छ. फेरि के छ भारी भएको सामान चाहिँ यता दे. भारी चाहिँ केही छैन. टोपी पनि राख्नु. टु मच सामान. के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ छिटो भन्नुहोस्. केही भन्न चाहदिनँ. नभन्नुहोस्. हाम्रो टु मच प्रब्लम इज हाम्रो द ओन्ली प्रब्लम इज वी प्याक टु मच अफ सामान फर वान ट्रिप. हाम्रो चाहिँ फाइनली प्याकिङ चाहिँ सक्यो. जसो तसो हामीले ओछायो ब्यागमा अनि हामी पनि अब अलमोस्ट रेडी. हामीले चाहिँ यहाँ धेरै नै टाइम अलमल गरिसक्यो. त्यही भएर अब चाहिँ हामी चाहिँ साँच्चै नै जान्छौँ अब हामी चाहिँ. दिस इज आवर फिट फर द राइड टुडे. अब चाहिँ हामी साँच्चै नै जान्छौँ. फाइनल्ली हामी निस्के. हामीलाई ब्याग बाँध्नको चाहिँ झन्झट हुन्थ्यो नि त. त्यसैले वी bought this saddle bag. Finally हामीले घर गएर फेरि अर्को ब्यागमा सामान सारेर यो ब्याग सानो बनाएर अनि अब चाहिँ फाइनली हामी जाँदैछौँ गाइज. मनाङ see you there. आजको हाम्रो मोटिभ भनेको चाहिँ हामी धेरै ब्रेक नलिकन जानेछ. So let's see के हुन्छ भनेर. See you on next stop. Bye. हामी त अड्क्यो जाममा. डोजरले बाटो खन्ने कार्यक्रम भइरहेछ यहाँ. एउटा डोजर त्यहाँ अर्को के भएछ है. मान्छेहरू हिँड्ने टाइममा पुरा बाटोमा यार बाटो बिगारेर बसिरहेको दाइ. उही दाइले हो त्यस्तो गरेको. अर्को डोजर. दिस इज आवर सेकेन्ड स्टप. उसको सुरु भइसक्यो टकटकाउने. हामी चाहिँ अहिले बेनी घाट भन्ने ठाउँमा पुग्यो. यस्तो भइसक्यो मेरो फेस धुलोले. डिसएडभान्टेज अफ ट्राभलिङ अन बाइक. चाहिँ हामी यहाँ कफी खान आएको छौँ. त्यस्तै नि यार लास्टै गएर त्यहाँ होइन यो पिचुको पोइन्टमा मात्रै. के गर्नु त मेरो पनि पुगेको छ नि. मैले ब्याग बोकेको छु नि त. तिम्रो ब्याग बोकेको छ त हो कि होइन भन नि. अरू बेला नि जहिले तहिले ब्याग त बोक्ने हो नि. अरू बेला ढाड दुख्दैन त हाउको नगर है. यस्तो भारी ब्याग बोकाएर यति पनि रिलिफ भयो. अब म मुख पुस्दिनँ किनभने यस्तै हुन्छ फेरि. म चाहिँ खाँदैछु
आइस्ड अमेरिकानो अनि उसले खाँदैछ यहाँ नर्मल अमेरिकानो चियर्स चियर्स हामीले चाहिँ यहाँ कफी खायौँ अब चाहिँ हामी हाम्रो निस्किन्छौँ अब हाम्रो कहाँ हुन्छ है नेक्स्ट सिधै बेसी सहर अब चाहिँ हामी सिधै बेसी सहर भेट्छौँ ओके बाई सबैजना बाई हाई दाइ दिदीहरू हामी पुगिसक्यौँ आबु खैरीको तपाईँले बिच बाटोहरू हेर्नुहोस् हामी चाहिँ अहिले यहाँ तनहु बन्दीपुर होइन डुम्रे पुग्यौँ अब यहाँबाट चाहिँ हामी पेसी सहर जान्छौँ हामी चाहिँ यहाँ खाजा खान आँटेको अनि यो मान्छेलाई हेर्न सक्नुहुन्छ उसलाई चाहिँ एभ्री स्टपमा नुहाई धुवाई मुख पुसेर लुगा सफा गरेर त्यो गर्नुपर्ने एउटा अझै बिरामी छ ऊ चाहिँ उसलाई चाहिँ त्यस्तो बिरामी भएको छ जन्मेदेखि नै म चाहिँ केही गर्नु अघि कफी खाने स्टपदेखि मेरो धुलो पहिला यसो पुसेको छैन उसले चाहिँ 10 चोटि त्यस्तो पुसिसक्यो अहिलेसम्म मेरो चाहिँ खुट्टा जाम भएको छ बाइकमा पोजिसन नमिलेर हाँसो कि रुनु अवस्थामा पुगेको छु म चाहिँ गाइस त्यही भएर म अलिकति अलिक टायर्ड देखिरहेको हुनसक्छु अहिले चाहिँ 12:12 गयो ठ्याक्कै हेर्न सक्नुहुन्छ तपाईँहरूले उहाँ के गरिरहनु भएको छ हेरिरहनु भएको छ होइन तपाईँहरूले अझै हेर्नुहोस् एकछिन म हरेक दिन यही चिजबाट गुज्रिन्छु ऊ नेक्स्ट लेभल ओसिडी हाम्रो खाजा एकचोटि खाएको हामीलाई कति घन्टालाई पुग्दो रहेछ है बिहान हामी 6 बजी खाएन 7, 8, 9, 10, 11, 12, 6 घन्टालाई पुग्दो रहेछ भनेपछि अहिले 12 भनेपछि 6 बजीसम्मलाई पुग्ने भयो हाम्रो चाहिँ यहाँ डुम्रेमा डुम्रे होइन के हो यो जे होस् यहाँनिर नामै आएन मलाई यहाँनिर हामीले खाजा खायो अब चाहिँ हामी जान्छौँ बेसी सहर अघिसम्म चाहिँ मैले किन सुट नगरे भन्दाखेरि यहाँसम्म त आइरहेकै बाटो हो नि त पखैछिन यहाँसम्म त हामी आइरहेकै बाटो हो नि त होइन अब चाहिँ हामी सुट गर्दै जाने हो किनभने हामी दुईजनाको लागि नयाँ हो यहाँ नयाँ बाटो अनि फेरि मलाई फेरि नयाँ बाटो चाहिँ जहिले पनि फर्स्ट टाइम आएको ठाउँ चाहिँ सानोसँगै आउनु अघि त्यही कुरामा झगडा भएको होइन है यस्तो केही कुरा यो अब बोल्दैछ हाम्रो चाहिँ खासै यस्तो केही कन्भर्सेसन हुँदैन है बाइकमा हामी मोटो भ्लगर चाहिँ होइन त्यो भएर हामीलाई के कसरी कनेक्ट गर्ने तपाईँहरूसँग भनेर चाहिँ हामीलाई खास चाहिँ आउँदैन किनभने मोस्ट अफ द टाइम हामी आफ्नै पर्सनल कुराहरू गरेर हुन्छ अनि त्यो त के सुनाउनु होइन सानो के अरे हाम्रो चाहिँ खासमा पहिलाकै विक आउने प्लान थियो मनाङ चाहिँ तर त्यही त्यो वेदर यस्तो जे पाइते भइरहेको थियो नि त त्यही भएर हामीले पोस्टपोन गर्दा आज फाइनली त्यो दिन जुरेको छ अब हेरौँ रोड कन्डिसन कस्तो छ झन्डै पानीको बोतल गरेको अब हेरौँ रोड कन्डिसन चाहिँ कस्तो छ यहाँसम्म त अहिलेसम्म चाहिँ गोइङ गुड तर एकदमै खत्तम छ भनेर पनि सुनेको छ है अफ रोड त्यहाँ चाहिँ अब त्यही हेर्नुपर्छ कस्तो हुन्छ भनेर टिकटकमा हेरेर त आएको हो अपडेट सानो त केही बोल्दै मैले यस्तो त्यो उयो भिडियोमा कुरा गऱ्यो भने ऊ चुप्प लाएर केही बोल्दैन अनि हो नि मात्रै भन्छ क्या है मैले भनेकै थिएँ ल भाइ अहिलेको लागि बोल्न आएन केही पनि म भन्न त केही पनि चाहन्दिनँ अहिले चाहिँ होइन पुतलीहरू कति उडेर बसेको फुर गर्ने पुतली अब हेर्नु यो 2 लाइन चाहिँ मेरो सानोको लागि धनगढीको चुरोट कञ्चनपुरको सलाई ए मेरो सानो धेरै माया गर्नुहोस् न मलाई यो 2 शब्द मेरो दाइको लागि हेर्नुहोस् यहाँ अगाडिबाट छिम्केश्वरी ट्राभल भन्ने
माइक्रो भ्यान भर्खर गयो पुतलीहरू पनि एकदमै उडिरहेको छ यो बाटोमा ओह्रालो पनि आयो सुन्नुहोस् अब तपाईहरुलाई हेर्नुहोस् दुई हातले पनि चलाइदिन सक्छु अब चामे चाहिँ 5 बजेसम्म पुग्छ भनेर भन्दै थियो तर हामी 5 बजेसम्म पुग्दैन एकछिन लिनुहोस् न यो म ट्राभल गरिहालेँ कस्तो ट्राभल भनेको अहिलेसम्म चाहिँ हाम्रो यस्तो भइरहेको छ भ्यू नौलो माया बाटैमा भेट भएको घुम्तीनिर लेट भयो सानो मायालाई बाटैमा भेट भयो ल हाई हामी चाहिँ यतिखेर लमजुङ जिल्ला हो ओ हेर्नुहोस् है यतिखेर हामी चाहिँ लमजुङ जिल्ला प्रवेश गरिसकेका छौँ यतिबाट हो क्या सानो यतिबाट हो क्या यतिबाट हो भने किन अलमल्लेको हेर्नुहोस् लमजुङ भन्ने सहर चाहिँ यस्तो हुँदो रहेछ हामी पनि पहिलोचोटि आएको हो यहाँ हामी पनि पर्यटकै हो पहिलोचोटि तपाईहरु चाहिँ लमजुङको त्यो स्वागत छ छिर्ने बित्तिकै यस्तो देख्न सक्नुहुन्छ तपाईहरुले ल हेर्नुहोस् है लमजुङबाट कोही हुनुहुन्छ भने कमेन्ट गरिदिनु लमजुङबाट कोही हुनुहुन्छ भने ओहो यो त मेरो गाउँ हो भनेर भनिदिनु होला हैन हाँस उठ्यो हाम्रो बाइकलाई तिर्खा लाग्यो छैन होला बेसी छ लास्ट हो So finally guys we are here at Besi Sahar after 6 hours of long ride from Kathmandu we have reached Besi Sahar and now we are planning to take a break मलाई थाहा छैन यो मान्छे किन इंग्लिश बोलिरहेछ हामी चाहिँ बेसी सहर पुग्यौं अहिले चाहिँ ठ्याक्कै छिर्यौं यही हो बेसी सहरको बजार चाहिँ अब यहाँ हामी एकछिन सायद रेस्ट अब सायद हामी एकैछिन यहाँ रेस्ट पनि गर्न सक्छौं उ चाहिँ एकदम एक्साइटेड भएर यहाँ गीत गाउन थालिसक्यो तर म एउटा कुरा भन्छु है मलाई चाहिँ बेसी सहर भन्ने ठाउँ चाहिँ कस्तो होला जस्तो लाग्थ्यो तिमीलाई लाग्दैन थियो है यस्तो रहेछ है हेर्नुहोस् है सबैजनाले बेसी सहर भने यस्तो रहेछ सहरै रे खतरा सहरै रहेछ बेसीमा सहर बेसी सहर घुम्नलाई सजिलो छैन है सबैजनाले सुन्नुहोस् घुम्न पनि एकदमै गाह्रो छ घुम्ने भनेको रमाइलो इजी मात्रै हुँदैन यहाँ मेरो र्यासेस आइसक्यो एकदम ब्याग बोकेर पछाडि बसेर पुरै यस्तो भइसक्यो यहाँनिर तपाईहरुलाई म एउटा कुरा देखाउँछु है उ फेरि नुहाइसक्यो यहाँ बेसी सहर आएर पनि सुर सिरप त पर्दैन पर्छ तिमीलाई पर्दैन थ्याङ्क यू आवर कफी इज हियर चियर्स धेरै ननौ न चियर्स हामी चाहिँ अब यहाँ बेसी सहरबाट निस्कियौँ अब चाहिँ हाम्रो टार्गेट छ आज चामे भन्ने ठाउँसम्म पुग्ने हो चामे होइन चामेसम्म पुग्ने भनेर हाम्रो आजको प्लान छ अर्को कुरा चाहिँ नट इन्ट्रेस्टिङ त्यही अर्को कुरा अनि नट इन्ट्रेस्टिङ कुरा इज यो बाटो चाहिँ सबै अफरोड हुनेवाला छ रे सबै यस्तो बाटो हो रे अब चाहिँ मजा आउँछ मजा होइन सजा चाहिँ आउँछ जस्तो छ Wish us luck guys ओहो यस्तै हो ओ माई गॉड अबको चाहिँ सबै बाटो यस्तै हो रे बिस्तार It's gonna be tough ride for us from here अब हामी खोला नाला झरना तरेर जान्छौँ बिस्तारै है सानो
जहाँबाट गयो नि बिस्तारै जाउँ। हेलो हाम्रो अहिलेसम्मको यात्रा चाहिँ सहजै भइरहेको छ किनभने बाटोहरू त्यस्तो बिग्रेको छैन रहेछ। यहाँ चाहिँ अघि स्टार्टिङमा चाहिँ एकदमै बिग्रेको थियो नि त, त्यही एक्सपेक्ट गरेर आएको थियो। तर यहाँ चाहिँ अलि सजिलो रहेछ। अब कहाँसम्म हो यो सजिलो भन्ने कुरा हो मेन चाहिँ। के अरे बाइक चलाउने चाहिँ एकजना, तर मोटो भ्लगिङ गर्ने चाहिँ पछाडि बस्ने मान्छे हो है। तपाईँहरू नझुकिने होला एकदम। सानो भिरा र पहिरो खोलाको बाटो नमान्नु डरै डर। तर आज आकाश खुल्ला भएको भए त हामीले हिमाल पनि देख्थ्यो ठ्याक्क त्यहाँ अगाडि है, बादल लाएको भएर जस्तो लाग्यो है। माथि हो सजिलो चाहिँ सजिलो यहाँ माथिबाट यो सुरुङको बाटो सजिलो हो। तलैबाट ठिक हो। थ्याङ्क यू गाइस। हाम्रो सुरुङको बाटो चाहिँ सुरु हुन आँटेको छ। याहू सानो सुरुङ। ओइ This is my first This is my first tunnel experience. है टाउकोमा पानी चुयो। वाउ वाउ म कहाँ पत्याउँछु त। वाउ है सुरुङ। अब चाहिँ मलाई लाग्यो कि हाम्रो अफरोडिङ सुरु भयो। यस्तो दामी देखिरहेको छ यार भ्यूहरू चाहिँ खोलाको मर्स्याङदी है। अफरोडिङ गाइज, अफरोडिङ एकदम राम्रो पर्फर्मेन्स गरिरहेको छ हाम्रो घोडाले। हाम्रो घोडा गोली 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 घोडा गोली बुलेट। केही होइन, मेरो सकल नै यस्तै हो। वो कस्तो दामी यार। कस्तो राति पुग्यो है। लेते त त्यस्तो राति पुगेको थिएन क्या। लेतेमा त हामीले के त कफी खायो नि त, त्यसपछि चाहिँ झप्पै अँधेरो भयो क्या। मेरो के भन्छ चालक भनेको के हो, ड्राइभर। मेरो चालकले आज अहिलेसम्म चाहिँ मलाई सहजको यात्रा दिँदै हुनुहुन्छ। अनि मलाई चाहिँ के भन्छ पछाडि बस्नेलाई चाहिँ के भन्छ होइन क्या, चालक जस्तै क्या नेपालीमा क्या। मलाई हामीलाई भन्न आएन सरी। होइन क्या नेपालीमा के ड्राइभर र पेसेन्जर हो नि त, अनि चालक र के हो मेरे घोड़ा। लव यू रॉकी, रॉकी आई लव यू। यसको नाम बाटो त है यस्तो रहेछ। एडभेन्चर भनेको यही त हो। कसले होइन भनेको छ र। चलाउनेलाई मात्रै होइन है, पछाडि बस्नेलाई नि गाह्रो छ अझ त एकदम। ओहो डु आई निड टु गेट अफ?
नो किन नो किन नो किन नो गाह्रो हुन्छ होला नि त तिमीलाई गाह्रो हुन्छ नि ओर्लिन्छु है सानो ओर्लिम खै त यहाँ बाटो होइन यस्तो अनि ओर्लिन्छु बिस्तारै सानो बिस्तारै छुयो छोयो नि निस्क्यो नि त्यो हाम्रो झऱ्यो यो भयो बिस्तारै 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 ओइ सानो बिस्तारै बिस्तारै वाउ वेल डन वेल डन सानो थ्याङ्क यू कस्तो थ्याङ्क यू गाडी जाने बाटो नि यही हो नि गाडी आउँदैन एउटा नि आएको छैन त बाटो हो कि बिस्तारै बिस्तारै चलाउनेलाई पनि गाह्रो पछाडि बस्दैलाई नि गाह्रो बिस्तारै है ओर्लिम पर्दैन पर्छ भने ओर्लिन्छु ओर्लिन्छु के सानो छोड्दै है कहाँ उकालो त सानोले जबरजस्ती उकालो लान आँटेर यार झन्डै लडाएको हिँड के थियो यार त्यो बाटो त्यो बाटो त यार कस्तो भइरहेछ हिलो त केही होइन जस्तो लाग्यो है हिलो त केही होइन त्यो ढुङ्गाहरू चाहिँ लास्टै गाह्रो क्या ढङ्गरङ्ग ठोक्यो भनेर क्या त्यो बाटो हिलोहरू त केही होइन हिलो त केही नै होइन साँच्ची नै ओइ सिपको बच्चाहरू हेर न भेडाको बच्चा अया त्यो बाटोमा त यार मेरो त यस्तो क्या तिमीलाई चलाउन त गाह्रो कसले भने भ्लगिङ इजी छ भनेर मलाई रिस उठ्यो त्यो मान्छे देखेर भ्लगिङ कहाँ इजी छ यार कि समात्नु पर्यो मान्छेलाई कि क्यामेरा बोक्नु पर्यो ज्यान सम्हाल्नु पर्यो ब्याग सम्हाल्नु पर्यो क्यामेरा सम्हाल्नु पर्यो ओ माई गड मुटु नै अझै ढुकढुक भइरहेको यार त्यो बाटो आइसकेपछि त यो बाटो पिच बाटोमा जस्तो फिल भइरहेछ यार मलाई त हैजानु त्यो त बब्बाले ओ माई गड त्यो क्या तिमी म ओर्लिन्छु भन्दा नि तिमीले जबरजस्ती त्यो उकालोमा लान्ला थियो नि Obi, never have I ever experienced that road in my life. यार साँच्ची भने लाइफमै एक्सपिरियन्सै गरेको थिएँ त्यो बाटो त यार होइन गाह्रो हुन्छ त जस्तो लागिरहेको थियो तर यस्तो विधि जस्तो भइरहेको एकछिन त यस्तै हो भने त ठिक हो यो त हाम्रो लागि पिच हो नि अहिलेको लागि त हामीलाई यो एकदम पिच बाटो फिल भइरहेछ हामीलाई यस्तो नि बाटो हुन्छ यार बब्बाल हो यार मनाङ डेभलप हुनु भएन क्या यस्तै एडभेन्चर भइराख्यो भने चाहिँ थ्रिल हो नि त मजा आउँछ नि त सजिलो बाटोमा त खासै मान्छेहरू जान पनि खोज्दैन जस्तो लाग्छ है त्यो एकचोटिको हाइप हुन्छ क्या सजिलो बाटोमा चाहिँ भर्र जान्छ अनि हाइकै सक्यो क्या
लाग्छ क्या मैले हेरेको पनि छैन सासै फुल्यो हिलोमा डर लाग्छ क्या ओके एकछिन सासै फुल्यो यहाँ खुट्टा दुख्यो वेल डन सानो थ्याङ्क यू है जसले यो भिडियोहरू हेर्नुभएको छ यो भिडियो चाहिँ प्लिज पठाइदिनुहोस् होला डेयर भेन्चर जुनै बाइकको लागि पनि च्यालेन्ज एक्सेप्टेड हो तपाईँको म स्कुटरदेखि लिएर सबै राइडहरू नै म लिएर आउन तयार नै छु है सुन्नुभयो दर्शक वृन्दहरूले आवर नेक्स्ट एक्जाम ट्रायल बाइक ट्रायल ओहो सानो ओहो ल ठोकेको नि यार ब्रेक कहाँ भने ल हेर्छ यो दाईहरू बिजुली बनाउनलाई बिचरा छेउतिर नजाउँ न कान्छु बाटोहरूको त हरिबिजोग छ हरिबिजोग के हो हरिबिजोग भने ओए कस्तो ठोक्यो फेरि बाट लानै पर्यो क्ल्याप गरिदिनुहोस् है सबैजनाले उसको राइडिङ स्किलको लागि चाहिँ प्लिज हामीलाई यहाँ बाटोको मान्छेहरूलाई सोधेको क्या होइन चाम पुग्न कति टाइम लाग्छ भनेर कसैले भन्छ आधी घन्टा कसैले भन्छ 3 घन्टा कसैले भन्छ 1 घन्टा अब कस्तो विश्वास गर्नु कस्तो विश्वास नगर्नु यहाँनिर र फाइनल्ली हामी चाहिँ अलिकति राम्रो बाटोमा पुग्यो अलिकति मतलब एकदमै राम्रो बाटोमा पुग्यो यहाँ हाँसो पनि उठिरहेको छ गाह्रो भएको देखेर चिक्रो पनि लागिरहेछ रमाइलो पनि लागिरहेछ नयाँ ठाउँ है तर खुट्टा दुख्यो क्या लास्टै आएको त बाटोमा राइड गर्नुको मजा चाहिँ धेरै मजा आउँछ तर फेरि बाइकले धोका दियो भने त्यसपछि टाटा बाई बाई छिरे है दाइ छिरे है कस्तो घुमाउरे बाटो त बनाउँदै रहेछ कि है अस्तिको हिलोले हामीलाई चाहिँ एकदमै गाह्रो भयो अनि हामी चाहिँ एकछिन यहाँ रेस्ट गर्न आँटेको छौँ अनि एनर्जी पनि सक्यो अफ रोडले गर्दा अनि यहाँ अब हामी केही खान्छौँ अनि बल्ल जाने अझै कति 30 किलोमिटर छ होला माथि चामे पुग्न त हालत चाहिँ खराब भइसक्यो उहाँ फेरि उहाँकै प्रक्रियामा हुनुहुन्छ गाह्रो भइसक्यो यहाँ चाहिँ नि झर्ना पनि दामी रहेछ क्या अक्टोपस झर्ना हो यो चाहिँ अक्टोपस झर्ना हामी चाहिँ यहाँ रोक्न सक्दैनौँ किनभने हामीलाई अलरेडी लेट भइसक्यो फर्केर आउँदा भेटौँला है अक्टोपस झर्ना यही होला अक्टोपस झर्ना भनेको हाम्रो चाहिँ आज खासमा चामेसम्म जाने प्लान थियो नि त तर अलिकति ढिला भयो जस्तो लाग्यो अनि अब चाहिँ चामेसम्म नपुगे पनि पुग्न चाहिँ हामी ट्राई गर्छौँ सकेसम्म हामी पुग्न चाहिँ ट्राई गर्छौँ तर पुगेन केही गरी एकदम अँधेरो भयो एकदमै गाह्रो रहेछ भने चाहिँ हामी अब जहाँ पुग्छ त्यहीँनिरै बस्छौँ त्यही भएर ठेगान चाहिँ छैन गाइस अहिलेसम्म अँधेरो हुन आँट्यो यस्तो छ अहिलेको वेदर अहिलेको डाँडा पाखा
यतिको भयो अहिले चाहिँ अँधेरो पुरै पछाडि त झन् डार्क केही पनि देख्दैन अगाडिको चाहिँ यति देखिरहेको छ यो चाहिँ मेरो नर्मल भिडियोमा चाहिँ यतिको अँधेरो देखिरहेछ है गाइज अब म तपाईँहरूलाई स्वाट गरेर लो लाइटमा देखाउँछु अब चाहिँ सायद हामी पुग्छौँ होला अगाडि एउटा बजार त छ रे त्यहीसम्म पुग्छौँ होला सायद है सानो बाटो त के हो यार अँधेरो पनि भयो कति ठोकिसक्यो हाम्रो बाइक कता शीत लागेर पानी परेर एकदम भइसक्यो यहाँनिर हामी स्टिल पुगेको छैन थकै नै लाग्यो यार बाटो देखेर हामी चाहिँ सकेसम्म बिस्तारै नै जाँदैछौँ अब जे गरे पनि चामे चाहिँ पुग्दैन हामी त्यही भएर बिस्तारै अब त्यहाँ अगाडिको बजारसम्म पुग्न आसुम कि रुम साथीहरू कस्तो बाटोमा परे यार अँधेरोमा कस्तो टाइम लाग्ने कि अलिकति बाटो पनि है हामी चाहिँ खासमा अघि नै पुग्नुपर्ने थियो कि त्यो ब्लास्टिङमा रोकेको थियो नि त अनि ब्लास्टिङमा चाहिँ हामीलाई अलमोस्ट 20 मिनट्स भन्दा पनि बेसी रोकाइदियो होला क्या नत्र हामी यतिखेर पुगिसक्थ्यो यार कस्तो बेलामा ब्लास्टिङ गरेको होला जाँदैछौँ पानी पनि पर्ला जस्तो भइसक्यो थोपा चुइँदैछ जे होस् हामी पुग्न पाऊँ अनि त्यसपछि जे भए पनि त्यस्तो केही त्यो फरक पर्दैन नि त त्यही हो हामी जाँदैछौँ घोडा हेर्नुहोस् घोडा पनि देख्यो है घोडा भन्दैन हामी चाहिँ अहिले अब त्यो दानक्यू भन्ने ठाउँमा जान आँटेको यहाँबाट चाहिँ खासमा त्यो ठाउँ चाहिँ 4 किलोमिटर्स मात्रै देखाइरहेको थियो तर यो अफरोड छ नि त अनि यहाँ मान्छेहरूलाई सोधेको हामीले अझै 30 मिनट्स लाग्छ भनेर भन्नुभएको छ यहाँको लोकलहरूले 3 किलोमिटर्स भनेर देखायो अब पनि लाग्छ होला तर 30 मिनट्स त मेन त बाटोले गर्दा धेरै टाइम लाग्यो क्या अब हाम्रो आजको स्टप चाहिँ त्यही दानक्यू भन्ने ठाउँमै हुन्छ अब त्यहीँ पुगेर भेट्छु ल साथीहरू थकै लागिसक्यो मलाई त गाइज हामी चाहिँ दानक्यू भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ धन्यवाद फाइनली सास आयो है सानो फाइनली रुन होला यो साथीहरू होटेलमा चाहिँ कस्तो कन्फ्युजन भयो क्या यो चाहिँ सनराइज हो हामीले सनराइज हो कि सनसाइन हो थाहै भएन त्यही भएर हामी फोन गर्दैछौँ फोन उठेन यही रहेछ गाइज हाम्रो होटल फाइनली
इतनी खुसी रुने मन लाग्यो ल फाइनली हामी होटल पुग्यो अहिले चाहिँ हामी यो दाना क्युको त्यो अहिलेकै होटलमा बस्यो अनि अहिले चाहिँ हामी कफी खाँदैछौँ अनि अब एकछिनमा खाना खाने अनि त्यसपछि रेस्ट गर्ने किनभने भोलि पनि एकदम धेरै राइड छ नि त आयो केसाङकै जिउ हो क्या हाम्रो साथी पनि हामी चाहिँ हाम्रो साथीलाई भेट्न मन आएको भनिदियो क्या हेलो हेलो वेलकम टु माई भ्लग अगेन यो केटा चाहिँ हाम्रो अस्तिको भ्लगमा हराएको थियो नि बाइकमा हो यही हो हाम्रो साथी भेट्यो हामीले मनाङमा आएर हेलो हेलो चिसो त छैन यो चाहिँ हाम्रो आजको डिनर क्यान्डल लाइट हामीले चाहिँ खाना खायौँ अब त्यो साथीले चाहिँ त्यहाँ अगाडि कहाँ बोलाएको छ त्यही भएर हामी चाहिँ त्यहाँ उसले बोलाएको ठाउँमा जाँदैछौँ अब हामी लोकल घोषित गरौँ हामीलाई मनाङको